ल आज चाहिँ हामी कन्जर्भेसन अफ लिनियर मोमेन्टमलाई डेराइभ गर्छौँ बाइ द हेल्प अफ न्युटन्स ल अफ मोसन। हामीले अगाडिको भिडियोमा लिनियर मोमेन्टमको बारेमा थोरै डिस्कस गरिसकेको थियौँ र आज हामी यसको बाँकी रहेको पोर्सन आज सक्ने चाहिँ मोमेन्टमको। ल कन्जर्भेसन अफ लिनियर मोमेन्टमको प्रिन्सिपलले के भन्छ भने एउटा सिस्टमको एउटा कुनै सिस्टममा तपाईँले फोर्स कुनै एक्सटर्नल फोर्स लगाउनु भएको छैन भने त्यो सिस्टमको लिनियर मोमेन्टम चाहिँ कन्स्ट्यान्ट हुन जान्छ। अब यसको स्टेटमेन्ट लेखिदिउँ। ल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम कहिले काहीँ सोधिदिन्छ एक दुई मार्क्समा। इफ नो एक्सटर्नल फोर्स इज applied on the system, the total linear momentum of the system remain the total linear momentum of the system remain constant हैन त। कुनै सिस्टममा तपाईँले फोर्स नै लगाउनु भएको छैन भने त्यसको लिनियर मोमेन्टम कन्स्ट्यान्ट हुन्छ भनेर भनेको छ यो लले। त्यस्तो गाह्रो केही पनि छैन। अब हामी यसको चाहिँ डेरिभेसन गर्छौँ है त। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, 3 मार्क्समा जहिले प्रायः सोधिरहेको हुन्छ। अब यसको डेरिभेसन गर्नुभन्दा अगाडि चाहिँ एउटा यस्तो एउटा पाथ बनाऊँ। अब हामीले यहाँ चाहिँ एउटा कोलिजन भन्ने टर्म आउँछ। कोलिजन भनेको चाहिँ के हो भने कुनै दुईटा बडी ठोकियो होइन, फर अ सर्ट इन्टरभल अफ टाइम फेरि ठोकिरहेको भने त कोलिजन भएन। यताबाट एउटा गाडी आयो ठोकिएर यो यहाँ उछिट्यो, ठोकेर यो यहाँ पुग्यो भने यो कोलिजन भयो। यहाँ चाहिँ यसको के हुन्छ भने लिनियर मोमेन्टम चाहिँ चेन्ज हुन्छ क्या। लिनियर मोमेन्टम चेन्ज हुन्छ, यो बडीको लिनियर मोमेन्टम चेन्ज हुन्छ। फर अ सर्ट पिरियड अफ टाइम चाहिँ ठोकिने हो, सर्ट पिरियड अफ टाइमको लागि ठोकिन्छ। ल लिनियर मोमेन्टम चाहिँ चेन्ज हुन्छ हैन त। डेरिभेसन गर्नुभन्दा अगाडि एउटा ठुलो मास भएको एउटा बल यहाँ छ, एउटा सानो मास भएको बल यहाँ छ हैन त। यो दुइटै बडी यो डाइरेक्सनमा जाँदैछ, यो दुइटै बडी यो डाइरेक्सनमा जाँदैछ र ठुलो भएछ। यसलाई हामीले यहाँ हटाउनु पर्ने हुन्छ। यो ठुलो बडी र सानो बडी जाने क्रममा यहाँनिर हल्का कोलिजन भयो, ठोकियो हैन त। त्यसपछि फेरि यो बडी उछिटिएर आफ्नो बाटो लाग्यो, सिम्पल भाषामा भन्नुपर्दा। अब यो लेट गर्ने काम चाहिँ तपाईँहरू आफै गर्नु होला, म त्यो लेट गरेर म टाइम पास गरिरहेन हैन। यसको यो ठुलो मास भएको यो भनेको m1 भयो। m1 नमानौँ, मोमेन्टमलाई m भनिन्छ, त्यही भएर a मानौँ b मानौँ, यसलाई पनि a मानौँ, यसलाई पनि b मानौँ, a मानौँ b मानौँ। यहाँ के भएको भने यो दुईटा बल हो, यो डिरेक्सनमा त बल गइरहेको छ। यो बल र यो बल आफ्नै बाटोमा गइरहेको छ। यहाँ पुगेपछि कोलिजन भयो, यहाँ ड्युरिङ कोलिजन भनेको के हो मैले भनिसकेँ। कोलिजन भनेको चाहिँ दुईटा बडी चाहिँ ठाउँमा ठोक्यो। यो चाहिँ सर्ट पिरियड अफ टाइमको लागि मात्र ठोकिन्छ, ठोकिरहँदैन। सर्ट पिरियड अफ टाइमको लागि ठोकिन्छ र यसको चाहिँ यहाँ चाहिँ लिनियर मोमेन्टम चेन्ज हुन्छ क्या दुईटा बडीको, त्यति बुझ्नुहोस् हैन। यो भनेको बिफोर कोलिजन हुनुभन्दा अगाडि, यो भनेको चाहिँ आफ्टर कोलिजन। बुझिहाल्नु होला, क्लियर छ, त्यसो गाह्रो केही पनि छैन अहिलेसम्म। खासमा सब टपिकै इजी छ कि न्युमेरिकलमा अलिकति दिमाग हुन्छ। ल यसको मास हामीले लेट गरौँ m1, अनि यो मुभ गरिरहेकोले यसको इनिसियल भेलोसिटी u1 मानौँ हैन। बुझ्यो यति, मास भेलोसिटी केही छैन, इनिसियल भेलोसिटी हो यो भनेको। यसको भनेको चाहिँ हामीले m2 र u2 मानौँ, m2 र u2, मास अफ a मास अफ 1 भइहाल्यो। अब यहाँ भनेको चाहिँ मोमेन्टम र भेलोसिटी चेन्ज भनेपछि यहाँ चाहिँ m1 र m2 मात्र लेट गरेर राखौँ। यहाँ त यसको कोलिजन पछि यसको फाइनल भेलोसिटी हो नि त, त्यही भएर m1 v1 m2 v2 यति भयो हैन। m2 v2 यति बुझ्यो होला। क्यामेरामा देखिरहेको रहेछ नि त। इनिसियल लिनियर मोमेन्टम अफ ए फर ए को लागि गरौँ ल, फर बडी ए। इनिसियल लिनियर मोमेन्टम अफ ए भने कति छ भन्नु त, मास इन्टु भेलोसिटी हो किन, मास इन्टु भेलोसिटी m1 u1 भइहाल्यो, m1 u1। फाइनल लिनियर मोमेन्टम कति भएको छ यसको, फाइनल
लिनियर मोमेन्टम भनेको चाहिँ यसको कति भएको छ भने यसलाई चाहिँ लेट गरेर गर्नुपर्ने हुन्छ। लेट चाहिँ गरेर गर्नु होला, फेरि एक्जामिनरले मार्क्स काट्ने ठाउँ बिर्छ। फाइनल लिनियर मोमेन्टम भनेको ठुलो बडीको फाइनल लिनियर मोमेन्टम यति m1 v1 भएको छ कि m1 v1 भयो होइन। अब यिनीहरूको रेट अफ चेन्ज इन लिनियर, सुरुमा चेन्ज निकालौँ, रेट अफ डाइरेक्ट गरौँ। चेन्ज इन लिनियर मोमेन्टम, चेन्ज इन लिनियर मोमेन्टम भएछ, मोमेन्टम गरौँ। मोमेन्टम भनेको MOMEN के भइरहेछ, चेन्ज इन लिनियर मोमेन्टम भनेको यो माइनस यो गरौँ, m1 v1 माइनस m1 u1। रेट अफ चेन्ज भनेको चाहिँ रेट भनेपछि टाइमले डिभाइड गर्नु परिहाल्यो होइन। रेट अफ चेन्ज अफ लिनियर मोमेन्टम पी भेक्टर लेखिदिन्छु, बुझ्नु अल्छी लाग्यो होइन त। m1 v1 माइनस m1 u1 डिभाइड बाई टी, m1 u1 माइनस यति गरेपछि के लेख्नु भने देयरफोर फोर्स एक्सपिरियन्स बाई ए, फोर्स एक्सपिरियन्स्ड बाई ए भनेको कति आयो भनेदेखि m1 v1 माइनस m1 u1 डिभाइडेड बाई टाइम यति आयो होइन त। अब फर बडी बीको लागि गरौँ, फर बडी बी, फर बडी बी, बी भनेको सानो छोटा होइन त। इनिसियल कति छ, इनिसियल मोमेन्टम मैले सर्टकट गर्नु थालेँ, यी माथि मैले ल्याङ्ग्वेजमा हल्का लेखिसकेँ, भिडियो धेरै लामो हुन्छ त्यही भएर। इनिसियल मोमेन्टम भनेको m2 u2 हुन्छ, यसको m2 u2 हुन्छ। फाइनल भनेको m2 v2 भनेको छ। फाइनल लिनियर मोमेन्टम भनेको चाहिँ m2 v2 भनेको छ। मैले चेन्ज निकाल्ने डाइरेक्ट रेट अफ चेन्ज निकाल्दिएँ ल। रेट अफ चेन्ज भनेको चाहिँ कति आएको छ भने m2 v2 माइनस m2 u2 डिभाइडेड बाई टी होइन। के भयो भन्नुहुन्छ नि, यही कन्सेप्ट ट्याक्क त्यही। चेन्ज अफ लिनियर मोमेन्टम भनेको m2 v2 माइनस m2 v2 माइनस m2 u2 अनि रेट भनेको डिभाइड बाई टाइम। देयरफोर फोर्स एक्सपिरियन्स्ड बाई ए कति आयो, बाई बी चाहिँ कति आयो भने m2 v2 माइनस m2 u2 डिभाइड बाई टी। एकदम इजी नै छ, त्यस्तो गाह्रो केही पनि छैन। अब हामी यसको यहाँसम्म भइसकेपछि हामी यता गरौँ, यहाँसम्म भइसकेपछि देखियो होला फोर्स एक्सपिरियन्स बाई ए यति आयो, फोर्स एक्सपिरियन्स बाई बी यति आयो। अब हामी न्युटन ल अफ मोसन लगाउँछौँ होइन त। फ्रम न्युटन्स थर्ड ल, न्युटन्स थर्ड ल के हो भने एक्सन रियाक्सन, एक्सन एभ्री एक्सन इक्वल रियाक्सन, त्यही हो नि होइन। न्युटन र थर्ड ल लगाउँदाखेरि फोर्स एक्सपिरियन्स्ड बाई ए, फोर्स एक्सपिरियन्स बाई ए इज इक्वल्स टू नेगेटिभ अफ फोर्स एक्सपिरियन्स बाई बी हो नि त। एक्सन इज इक्वल्स टू रियाक्सन नेगेटिभ फोर्स एक्सपिरियन्स बाई बी। फोर्स एक्सपिरियन्स बाई ए कति आएको छ हाम्रो, फोर्स एक्सपिरियन्स बाई ए भनेको कति आएको छ भने m1 v1 माइनस m1 u1 डिभाइडेड बाई टाइम, m1 v1 माइनस m1 v1 माइनस m1 u1 डिभाइडेड बाई टाइम इज इक्वल्स टू माइनसले मल्टिप्लाई गर्नु भनेको छ माइनस m2 v2 माइनस m2 u2 डिभाइड बाई टाइम माइनस m2 v2 माइनस m2 u2 डिभाइडेड बाई टाइम होइन त। के आयो भने अब m1 v1 माइनस m1 u1 डिभाइडेड बाई टाइम इज इक्वल्स टू माइनसले मल्टिप्लाई गरिदिनु माइनस m2 v2 इज इक्वल्स टू माइनस माइनस प्लस भइहाल्यो इज इक्वल टू होइन, यहाँ m2 u2 डिभाइडेड बाई टाइम, टाइम टाइम गयो होइन। अब m1 माइनस अब मिलाउनुपर्छ है त, माइनस m1 u1 प्लस प्लस हुँदैन m2 u2 त जता माइनस हुँदैन, माइनस m2 u2 इज इक्वल्स टू अब यो यसलाई उता लगिदिउँ माइनस m1 v1, यो केही छैन है, हल्का म्याथमेटिक्स मात्र हो, इज इक्वल्स टू पछि उता माइनस m2 v2 यति छ हो। माइनस माइनस कमन तानिदिनुहुन्छ भने m1 u1 प्लस m2 u2 इज इक्वल्स टू m1 v1 प्लस m2 v2। यो हो ल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम, ल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम। यसले के भन्यो भने कोलिजन हुनुभन्दा अगाडिको लिनियर मोमेन्टम र कोलिजन पछिको लिनियर मोमेन्टम बराबर हुन्छ भनेर यसले भेरिफाई गरेको छ। ल यति नै थियो आजको भिडियो। यहाँ अब यहाँबाट हामीले के बुझ्न सक्छौँ भने यहाँ चाहिँ टोटल लिनियर मोमेन्टम चाहिँ कन्जर्भ भयो भनेर मजाले बुझ्न सक्छौँ। ल यति नै थियो आजको सेसन। अब अर्को भिडियोमा चाहिँ म केमिस्ट्रीको भिडियो बनाउँछु होला, ल अफ मास एक्सन होला। यतिसम्म हेर्नु।